तिलोत्तमा नगरपालिकाको वडा नम्बर 5 मणिग्राममा 8औं तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि पर्यटन महोत्सव हुने भएको छ। तिलोत्तमा व्यापार संगठनको आयोजना तिलोत्तमा उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्सको सह आयोजनामा आउँदो मंसिर 15 गतेदेखि 29 गतेसम्म मेला पत्रकार सम्मेलनमा आयोजक संस्था तिलोत्तमा उद्योग व्यापार संगठनका अध्यक्ष प्रेम जीएमले मेलामा 350 बढी व्यावसायिक स्टल रहने बताउनुभयो। अध्यक्ष जीएमले मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता दिने पनि बताउनुभयो। र एक हप्ते उद्घोषणा लिइसकेपछि हामीले तत्कालै चाहिँ प्लेटफर्म दिने हामीले चाहिँ हाम्रो स्टेज चलाउने भन्ने एउटा गर्ने विचार गरेका छौँ। त्यसको लागि पनि हामीले चाहिँ छुट्टै सूचना प्रवाह गरेर तपाईँहरू पनि पक्कै सूचना प्रवाह गर्नुहुन्छ भन्ने हामी आशावादी छौँ। र अब हाम्रो यो पार्किङबाट लिएर त्यति बाहिर विभिन्न समस्याका कुराहरू हुन्छन्। हजुरहरूले पनि यो मेलामा आउँदै गर्दा अवलोकन गरी सुझाव सल्लाह सहित तिलोत्तमा महोत्सवलाई चाहिँ पक्कै पनि राम्रो बनाउन लागि तपाईहरु साथ दिनुहुन्छ भन्ने पत्रकार मित्रलाई म अनुरोध गर्न चाहन्छु। उद्योग व्यापार महासंघका महासचिव खिम नारायण पराजुलीले मुलुकको असहज अवस्थामा पनि मेला आयोजना गर्न लागिएकोले यसलाई सफल बनाउन हरेक क्षेत्रबाट सहयोग जरुरी रहेको बताउनुभयो। उद्योग व्यापार संगठनले पनि त्यही अनुसार कार्य अगाडि बढाउने भनेर एउटा योजना ल्याउनु भएको छ। खास गरेर हामी अहिले परनिर्भरता हाम्रो बढ्दै गएको छ, आत्मनिर्भरता कमजोर हुँदै गएको छ। यस्ता अवस्थामा हामी उद्योगिक व्यवसायहरूले खेल्नुपर्ने भूमिका के हो, यस विषयमा पनि कुनै अन्तर्क्रिया चलाउनु पर्ने हो, कुनै कार्यपत्र प्रस्तुत गर्नुपर्ने हो भने मेला अवधिमा हामी सरसल्लाह गरेर त्यसलाई पनि अगाडि बढाउने छौँ। र खास गरेर यो मेला सम्पन्न गर्नको लागि मिडियाकर्मी साथीहरूको महत्त्वपूर्ण भूमिका रहने हुँदा यहाँहरूले असाध्यै पोजिटिभ रूपमा कलम चलाइदिनको लागि मैले विनम्र अनुरोध गर्दछु। पत्रकार सम्मेलनमा मेलालाई व्यवस्थित र नमूना योग्य बनाउनका लागि विभिन्न नयाँ प्रविधिहरूलाई प्रोत्साहन गरिने बताइएको छ।